प्रस्तुत छ विक्रम सम्वत 2083 असार 6 गते शनिबारको दैनिक राशिफल। ओम नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजं छायामार्तण्ड सम्भूतं तं नमामि शनैश्वरं। जय जय श्रीमन्नारायण। ओम नमः शिवाय। जय श्री राधे, जय श्री कृष्ण। प्रत्येक दिन आजको राशिफल पंचाङ्ग तिथि पत्रको नयाँ भिडियो नयाँ प्रस्तुतिका साथमा म ज्योतिषी पण्डित टीकाराम पौडेल आज पनि आजको राशिफल पंचाङ्ग तिथि पत्रको नयाँ भिडियो नयाँ प्रस्तुतिका साथमा सदाको दिन चाहिँ आज पनि उपस्थित भएको छु। हजुरहरूलाई हाम्रो प्रस्तुति कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेखिदिनु होला। हामीलाई खोज गर्न रिसर्च गर्न सहज हुन्छ र हजुरहरूलाई यसको फाइदा मिल्नेछ। शनिबारको दिनमा आफ्ना इष्ट देवदेवता कुल पितृ देवदेवताका साथै शनिदेवको कृपा रहोस् र सबैको दिन मङ्गलमय बनोस्, आनन्दमय बनोस्, हामी यही कामना प्रार्थना गर्दछौँ। हजुरहरूले राशिफल सेभ गरिराख्नु होला अथवा कतै सेयर गरिराख्नु भयो भने विशेष फेरि हजुरहरूले खोजेको खण्डमा भेट्न सक्नुहुन्छ र फेरि श्रवण गर्न मन लागे हजुरहरूलाई सजिलो हुनेछ। हजुरहरूलाई आज हामीले कुन राशिलाई कुन अङ्क शुभ रहनेछ, कुन दिशा शुभ रहनेछ त्यति मात्रै होइन, कुन भगवानको स्मरण गरेर अगाडि बढ्दा राम्रो हुन्छ, कुन कुन राशिलाई राम्रो कुन कुन राशिलाई नराम्रो सबै राशिफल खण्डमा चर्चा गरिनेछ। दिनको सुरुवात राशिफल श्रवणबाट गर्नुहोला। यसो भयो भने दिनभरि हुन सक्ने विभिन्न ठुल्ठुलो घटना दुर्घटनाबाट बच्न सक्नुहुन्छ। विक्रम सम्वत 2083 साल असार महिनाको 6 गते शनिबारको राशिफल हो। तदनुसार सन् 2026 जुन 20 तारिक रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु चन्द्रमान अनुसार ज्येष्ठ शुक्ल पक्ष तसला अथवा तिथिमा षष्ठी रातको 9:06 त्यस पछाडि सप्तमी नक्षत्रमा मगा दिवा 3:01 त्यस पछाडि पूर्व फाल्गुनी योगमा वज्र बेलुकाको 6:33 त्यस पछाडि सिद्धि करणमा कौलव बिहानको 9:42 त्यस पछाडि तैतिल रातको 9:06 त्यस पछाडि गरकरण रहने। चन्द्रमा सिंह राशिमा श्री सूर्य मिथुन राशिमा बृहस्पति कर्कट राशिमा आनन्दादि योगमा पद्मयोग चन्द्रमाको दिशा पूर्व चन्द्रमाको रङ रातो वासुल पूर्व दिशामा योगिनीको दिशा पश्चिम। आज जन्मने बालबालिकाहरूको राशि सिंह हुनेछ। काठमाडौँ नेपालको समयअनुसार सूर्योदय बिहानको 5:10 सूर्यास्त बेलुकाको 7:01 हुन्छ। आजका व्रत चाड पर्वहरूमा आज विशेष व्रत चाड पर्वहरू छैनन्। विश्व शरणार्थी दिवस रहेको छ। अब लागौँ दोस्रो प्रकरण मुहुर्त प्रकरणतर्फ। आज रुद्रीको साहित्य जुरेको छ। आजको अशुभ समयको बारेमा चर्चा गरौँ। काल राहु बिहानको 8:37 देखि बिहानको 10:22 काल पूर्व दिशामा रहन्छ। यमघण्टा अपराह्नको 1:49 देखि अपराह्नको 3:33 काल बेला बिहानको 5:10 देखि बिहानको 6:54 यो समयमा कुनै पनि नयाँ काम कार्यमा अगाडि बढ्नु प्राय राम्रो हुँदैन। इमर्जेन्सीको समयमा कतै यात्रामा निस्कनु परे अलिकति गङ्गाजल अथवा दाल खाए शुभ हुन सक्नेछ। आजको शुभ समयको बारेमा चर्चा गरौँ। शुभ बेला बिहानको 6:54 देखि बिहानको 8:37 अभिजित मुहुर्त पूर्वाह्नको 11:38 देखि मध्याह्नको 12:33 यो समयमा कुनै पनि काम कार्यमा अगाडि बढ्नु प्राय राम्रो हुन्छ। प्रदोष बेला साँझको 7:01 देखि रातको 9:08 यो समयमा कुनै पनि काम कार्यमा अगाडि बढ्दै गर्दा जस्तै तपाईहरुले पूजापाठ आरती शुभ रहनेछ। आज यात्राका लागि कतै निस्कँदै हुनुहुन्छ भने पूर्व र उत्तर दिशा शुभ हुन्छ। आज सूर्योदयकालीन समयमा सिंह राशिमा चन्द्रमा साथमा केतु पनि रहने दिन हो। चन्द्रमादेखि 7औं भावमा कुम्भ राशिमा राहु, चन्द्रमादेखि 8औं भावमा मीन राशिमा शनि, चन्द्रमादेखि 9औं भावमा मेष राशिमा मङ्गल, चन्द्रमादेखि 11औं भावमा मिथुन राशिमा सूर्य र बुध, चन्द्रमादेखि 12औं भावमा कर्कट राशिमा बृहस्पति र शुक्र। यस्तो अवस्थामा ग्रहहरूले कस्तो प्रभाव पार्दैछन् चर्चा गरौँ मेष राशिबाट। एरिस मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पूरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईहरुको आफ्नो राशिबाट 5औं भावमा चन्द्रमा ग्रह रहने दिन हो। 5औं भाव भनेको बुद्धि, विद्या, विवेक, सन्तान, कार्य सिद्धिसँग सम्बन्धित भाव पर्दछ। तपाईहरुले आफ्नो काममा अगाडि बढिरहँदा अलिकति बौद्धिकताको प्रदर्शन गर्नुपर्ने खालको समय रहेको छ। आफूसँग भएका गोपनीय कुराहरूलाई बाहिर खोल्नु राम्रो हुँदैन। तपाईहरुले दैनिक गर्दै भन्दै आइरहेका काम धन्दाबाट विशेष लाभ लिन सक्ने खालको समय चाहिँ रहेको छ। तपाईहरुले आफूमा भएको शक्ति प्रदर्शन गर्न सक्ने खालको समय पनि रहेको छ। तपाईहरुले पहिलेदेखि गर्दै भन्दै आइरहेका काम धन्दामा नै अलि बेसी ज्यादा
खट्नुपर्ने खालको समय पनि रहेको छ। तपाईहरू आर्थिक रूपमा केही कमजोर भइराख्नु भएको थियो अथवा आर्थिक रूपमा केही समस्याहरूमा परिराख्नु भएको थियो र समस्याबाट बाहिर निस्कन चाहनुहुन्छ भने आजको समय निकै राम्रो तपाईहरुका लागि देखिएको छ। तपाईहरुले कसै न कसैलाई आफ्ना मनका कुराहरू राख्न सक्ने खालको समय पनि रहेको छ र तपाईहरुले बोले अनुसार नै काममा अगाडि बढ्न सक्ने समय पनि रहेको छ। तपाईहरुले अलि बेसी ज्यादा शेयर मार्केटसँग सम्बन्धित त्यस्ता क्षेत्रहरूमा रहेर काम गर्दै हुनुहुन्छ भने अलि राहतको महसुस गर्ने समय पनि रहेको छ। कसैको परिबन्धमा परेर काम गर्नुपर्ने खालको समय देखिएको छ। प्रतियोगितामा तपाईहरु अगाडि बढ्नुपर्ने अथवा कुनै पनि प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने खालको दिन पनि रहेको हो। अभिभावक वर्गले सन्तति वर्गबाट केही सहयोग प्राप्तिको समय पनि हो अथवा अभिभावक वर्गले सन्तति वर्गबाट कहीं न कहीं राम्रा कुराहरू सुन्न सक्ने खालको समय पनि रहेको छ। आश मारिसकेका कामहरू आफ्नै बुद्धि र विवेकले सम्पादन गर्न सक्नुहुन्छ भन्ने खालको दिन रहेको छ र तपाईहरुले केही कुराहरूको खोज गर्नुपर्ने खालको दिन पनि रहेको छ। घटिसकेको आम्दानीलाई बढाउनका लागि केही योजना बनाउनु पर्ने दिन पनि हो भने अलि तपाईहरुले चाहिँ जस्तै आफ्नो दैनिक गर्दै भन्दै आइरहेका काममा दोस्रो व्यक्तिको मद्दत लिएर अगाडि बढ्नुपर्ने समय हो। अनि तपाईहरुले आफ्ना आफूभन्दा अग्रज कोही दाजुहरू हुनुहुन्छ अथवा आफूभन्दा अग्रज कोही पनि व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूको सल्लाह लिएर काममा अगाडि बढ्नु आज धेरै राम्रो तपाईहरुका लागि हुनेछ। क्षेत्रगत हिसाबमा कुरा गरौँ, जस्तै तपाईहरु कुनै शिक्षा क्षेत्रमा हुनुहुन्छ अथवा तपाईहरु विद्यार्थी वर्ग हुनुहुन्छ भने आज लाभयुक्त समय रहेको छ। हरेक ठाउँमा तपाईहरुले प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्नुहुनेछ। प्राइभेट क्षेत्रमा काम गरेर अगाडि बढ्ने महानुभावहरूका लागि पनि राम्रो समय हो। अप्रत्याशित केही लाभ तपाईहरुले लिन सक्ने खालको संकेत पनि देखिएको छ। रोजगारका क्षेत्रमा सक्रिय भएर अगाडि बढ्ने महानुभावहरूका लागि पनि तपाईहरुले आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने खालको समय रहेको छ। हाकिम वर्ग आदिबाट तपाईहरुको कामको उच्च मूल्याङ्कन हुन्छ भन्ने खालको समय हो। केही जिम्मेवारी तपाईहरुले प्राप्त गर्न सक्नुहुनेछ। आज कुनै पनि जस्तै वैदेशिक क्षेत्रमा रहेर काम गर्ने महानुभावहरूले आफ्नो कम्पनी हो अथवा कुनै पनि प्राइभेट त्यस्ता क्षेत्रहरू छन् भने केही न केही कामलाई स्वीकृत लिएर अगाडि बढ्नुपर्ने खालको समय देखिएको छ। राजनीतिक सामाजिक क्षेत्र पनि तपाईहरुका लागि निकै राम्रो बलियो देखिएको छ भने प्रेमी प्रेमिकाका लागि पनि सम्बन्धलाई स्थापित गर्न सक्ने खालको समय पनि हो भने स्वास्थ्य क्षेत्रमा केही सुधारको संकेत देखिन्छ। गृहिणी वर्ग, श्रमिक वर्ग आदिका लागि राम्रो समय रहन्छ। आज मेहनतको फल मिल्छ। शुभ अङ्क 5 अङ्क। राशि स्वामी सदैव मंगल ग्रह। शुभ रंग नीलो रंग। शुभ दिशा पूर्व दिशा। सहयोगी राशि मिथुन राशि। इष्ट देवी माता सरस्वती। कार्यसिद्धि मन्त्र ओम सरस्वती नमः। यो मन्त्रलाई 21 पल्ट जप्दै काममा अघि बढेर राम्रो भाग्यबल 60% रहन्छ। टोरस वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पूरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईहरुको आफ्नो राशिबाट चतुर्थ भावमा चन्द्रमा ग्रह रहने दिन हो। शुक्ल पक्षको चन्द्रमा छ। आज चतुर्थ स्थाने कुक्षी रोगम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। चतुर्थ भाव भनेको सुख, आमा, घर परिवार, जग्गा जमिन र भित्री मनका कुराहरूसँग सम्बन्धित भाव पर्दछ। यही भावमा चन्द्रमा ग्रह रहँदा आज तपाईहरुलाई कस्तो फल मिल्छ त? अलि संवेदनशील भनेर काममा अगाडि बढ्नुपर्छ। थोरै सतर्क रहनुपर्ने खालको समय रहन्छ र काम गर्दै जाँदा कुनै नियमलाई बुझेर मात्र ती कामहरूमा अगाडि बढ्नु राम्रो हुनेछ। अरूले आफूलाई फसाउनका लागि केही न केही
प्रयास गर्न सक्छन् भन्ने खालको समय पनि रहेको छ। तपाईहरूले आफूले गरेका दैनिक कामधन्दा आदिमा पनि ज्यादा सक्रिय रहनुपर्ने खालको समय रहन्छ। तपाईहरूले घर परिवार नाता गोता आफन्त आदिका समस्यालाई हल गरेर अगाडि बढ्नुपर्ने छ। मनभित्र विभिन्न कुरा खेल्ने समय हो आजको दिनमा। घरिघरि कहाँ जाउँ, के गरौँ, कसो गरौँ, यस्तो अवस्थामा तपाईहरू पर्न सक्ने खालको सङ्केत देखिन्छ। मन कल्पना र भावनामा केन्द्रित हुने दिन हो। आज तपाईहरूले यथार्थको धरातलबाट टाढिएको भान भएको महसुस गर्ने समय रहेको छ। आज केही सङ्कटको समय पनि हजुरहरूका लागि देखिएको छ। त्यसैले बोलीमा तपाईँहरूले लगाम राख्नु राम्रो हुनेछ। आज सोचेर मात्रै आफ्ना मनका कुराहरू राख्नु राम्रो हुनेछ। तपाईँहरूमा कहीँ न कहीँ उल्टो बुद्धि भएका व्यक्तिहरूले प्रभावमा पार्न खोज्नेछन्। विपरीत अर्थ लगाउने व्यक्तिहरूले तपाईँहरूलाई अप्ठ्यारोमा पार्न खोज्नेछन्। आज कुनै मनमुटावमा तपाईँहरूलाई अरूले पार्ने प्रयास गर्नेछन्। त्यसैले मुखलाई नियन्त्रणमा राखेर अगाडि बढ्नु हजुरहरूका लागि राम्रो हुनेछ। आज सफलताका लागि तपाईँहरूले कहीँ न कहीँ अग्रज व्यक्तिको आशीर्वाद लिनुपर्छ भन्ने पनि देखिएको छ। पारिवारिक वातावरणलाई सुमधुर बनाएर अगाडि बढ्न सक्ने खालको सङ्केत देखिएको छ। आज पर पाहुना आदिको चाप बढ्न सक्छ कि भन्ने खालको समय पनि हो। छर छिमेकी परिवारका सानातिना विभिन्न समस्या झन्झटिला समस्या आदिलाई हल गर्न सक्नुहुनेछ। केही जिम्मेवारी हजुरहरूको काँधमा आइलाग्छ भन्ने खालको सङ्केत पनि देखिएको छ। स्वतस्फूर्त रूपमा तपाईँहरूले आफ्ना काममा अगाडि बढ्नुपर्ने छ। अरूले बाध्यात्मक परिस्थितिमा अल्मल्याउन सक्छन् कि महत्त्वपूर्ण कामबाट विमुख गराउन सक्छन् भन्ने समय हो भने कृषि माटोसँग सम्बन्धित जोडिएका कामबाट भने तपाईँहरूलाई सफलता मिल्छ। मातृपक्षसँग सम्बन्धित जोडिएका क्षेत्रबाट लाभ मिल्छ। तपाईँहरूले अचल सम्पत्ति आदिको प्रयोगबाट लाभ लिन चाहनुहुन्छ भने लाभ मिल्छ। वाहनमा काहीँ गडबडी भइरहेको थियो भने त्यसलाई सुधार गर्नका लागि पनि राम्रो समय देखिएको छ। आज शान्ति प्राप्तिका लागि अध्यात्ममा केन्द्रित हुनु राम्रो हुनेछ। क्षेत्रगत हिसाबको कुरा गरौँ जस्तै कृषि क्षेत्रमा रहने महानुभावहरूका लागि सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने खालको समय देखिएको छ। राम्रो समय हो। प्राइभेट क्षेत्र पनि तपाईँहरूका लागि राम्रो देखिएको छ। तर आफूसँग भएको पैसालाई सही सदुपयोग गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा देखिएका विविध चुनौती र समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्नुहुनेछ। तपाईँहरूले चाहिँ खानपानमा विशेष सुधार गर्नुपर्छ। रोजगार क्षेत्रमा रहने महानुभावहरूका लागि केही सकारात्मक सङ्केत पनि प्राइभेट क्षेत्रमा रहनेलाई हो। तर सरकारी क्षेत्रमा रहनेले विशेष सतर्क रहनुपर्नेछ। शिक्षा क्षेत्रमा रहने महानुभावहरूका लागि आज पढाइको एकाग्रता भङ्ग हुन सक्छ। आज एकान्त रोज्नु तपाईँहरूका लागि राम्रो हुनेछ। आज मध्यम भाग्यबल शिक्षा क्षेत्रमा रहनेलाई हो। तपाईँहरू वैदेशिक क्षेत्रमा रहनेका लागि अलि थकानको महसुस हुने समय देखिन्छ। शुभ अङ्क 4 अङ्क। राशि स्वामी सदैव शुक्र ग्रह। शुभ रङ पहेँलो रङ। शुभ दिशा उत्तर दिशा। सहयोगी राशि कन्या राशि। इष्टदेवी माता दुर्गा। कार्यसिद्धि मन्त्र ओम दुर्गा देवी नमः। यो मन्त्रलाई कम्तीमा 9 पल्ट जप्दै काममा अघि बढे राम्रो भाग्यबल 40% रहन्छ। जेमिनाई मिथुन राशि। मिथुन राशि हुने महानुभावहरू तपाईँहरूको आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पुरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईँहरूको आफ्नो राशिबाट तृतीय भावमा पराक्रम भावमा चन्द्रमा ग्रह रहने दिन हो। तृतीय स्थानीय द्रव्य लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। तृतीय भाव भनेको पराक्रम, दाजुभाइ, छोटो यात्रा, द्रव्य लाभसँग सम्बन्धित पनि भाव पर्दछ। आज तपाईँहरूले अत्यन्तै गहिरो र दार्शनिक पाटोलाई बुझ्नुपर्ने समय देखिन्छ। तपाईहरू साहसी बन्न सक्नुहुन्छ, पराक्रमी बन्न सक्नुहुन्छ। तर त्यो साहस पराक्रमलाई सही क्षेत्रमा मोड्नु भयो भने मात्र तपाईँहरू सफल बन्न सक्नुहुनेछ। आज घरिघरि तपाईहरूले भित्री मनका कुराहरूलाई बाहिर निकाल्ने प्रयास गर्नुपर्छ। संसारप्रतिको वितृष्णा तपाईँहरूले
त्याग गर्नुपर्ने छ। घरिघरि तपाईँहरू विरक्ति पनि हुन सक्ने खालको सङ्केत देखिएको छ। आजको दिनमा सामाजिक क्षेत्र र परोपकारका कामबाट विशेष लाभ लिन सक्नुहुन्छ भन्ने खालको सङ्केत देखिएको छ भने सम्मान र प्रतिष्ठा तपाईँहरूले कमाउन सक्ने खालको समय पनि रहेको छ। समाजले तपाईँलाई सफल व्यक्तिको रूपमा परिचित गराउन सक्छ भन्ने खालको सङ्केत देखिएको छ। गर्नै पर्ने महत्त्वपूर्ण काममा तपाईँहरू सक्रिय भएर अगाडि बढ्न सक्नुहुन्छ भन्ने खालको सङ्केत देखिएको छ। व्यावहारिक तपाईँहरू बन्न सक्ने खालको समय पनि रहन्छ भने नसोचेको काममा केही विलम्ब हुन सक्छ। भनेको तपाईँहरूले जुन काम सोच्नु भएको थिएन त्यो काममा तपाईँहरूलाई कसैले लगायो भने अब त्यो काम एकदम सुस्त गतिमा अगाडि बढ्छ। यसरी बुझ्न पर्यो। आज बाहिरी व्यक्तिमा ज्यादा तपाईँहरूको ध्यान रहन सक्ने छ। भित्री आफ्नो काम क्रियाकलापमा भन्दा पनि अरूले आफूलाई भनेका कुराहरूप्रति तपाईँहरूको ध्यान रहन्छ भन्न खोजेको कुरा यो हो। हुन त आज प्रेमी प्रेमिकाका जीवनमा देखिएका विविध चुनौती र समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्नुहुनेछ। तपाईँहरूले आफ्नो विचारलाई सही प्रयोग गर्न सक्नुहुन्छ भन्ने खालको समय पनि रहेको छ। घरिघरि कहाँ जाउँ, के गरौँ, कसो गरौँ यस्तो अवस्थामा तपाईँहरू परिराख्नु भएको थियो भने आज अलि तपाईँहरूले मनलाई कन्ट्रोल गरेर अगाडि बढ्दा राम्रो हुनेछ। आज तपाईँहरू सामाजिक काममा अगाडि बढ्न सक्ने खालको समय पनि रहेको छ। समाजसेवामा सक्रिय भइरहने महानुभावहरूले विशेष लाभ लिन सक्नुहुन्छ। परोपकारी दायित्व तपाईँहरूमा पुरा हुँदै जान्छ भने आज आध्यात्मिक शान्ति पनि तपाईँहरूलाई मिल्दै जान्छ भन्ने खालको सङ्केत देखिएको छ। आजको दिनमा तपाईँहरूभन्दा अग्रज व्यक्तिहरूले तपाईँहरूलाई केही साथ सहयोगको वातावरण निर्माण गर्न सक्ने खालको सङ्केत पनि देखिएको छ। तपाईँहरूले आत्तिनु हुँदैन। जति धैर्य धारण गरेर अगाडि बढ्नुहुन्छ त्यति नै हजुरहरूका लागि राम्रो हुन्छ भन्ने खालको सङ्केत देखिएको हो। आज प्रेमी प्रेमिकाका लागि राम्रो समय हो। भावनाहरू तपाईँहरूको पूर्ण बाजिने खालको समय होइन। पार्टनरको कुरालाई सम्झिनुपर्ने खालको दिन तपाईँहरूका लागि देखिएको छ। विवाहित दम्पतिका लागि पनि राम्रो समय हो। व्यावहारिक तपाईँहरू बन्न सक्नुहुनेछ। आज अलि मौन बस्नुपर्ने अवस्था पनि तपाईँहरूका लागि रहनेछ भने स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्याहरूलाई हल गर्न सक्नुहुनेछ। आज तपाईँहरूमा चाहिँ शारीरिक अवस्थामा देखिएका विविध चुनौती आदिलाई पनि सुधार गर्न सक्नुहुनेछ। रोजगार क्षेत्र पनि राम्रो हो भने प्राइभेट क्षेत्रमा पनि विशेष तपाईँहरूले अगाडि बढ्न सक्ने खालको समय हो। कृषि क्षेत्रमा सक्रिय रहने महानुभावहरूले विशेष लाभ लिन सक्ने खालको समय रहनेछ। शिक्षा क्षेत्रमा रहने महानुभावहरू छात्र छात्र विद्यार्थीवर्गका लागि आज पढाइमा अलि मन लगाउने समय पनि हो। अध्यात्ममा तपाईँहरूको पनि रुचि जागृत हुनेछ। साहित्य क्षेत्रमा पनि तपाईँहरूको ध्यान केन्द्रित हुने सङ्केत देखिएको छ भने आज तपाईँहरूका लागि केही सकारात्मक सङ्केत छात्र छात्र विद्यार्थीवर्गका लागि हो। उत्तम भाग्य बल छ। आज वैदेशिक क्षेत्रमा रहनेलाई पनि राम्रो समय हो। श्रमिक वर्गलाई, गृहिणी वर्गलाई पनि राम्रो छ। शुभ अङ्क 3 अङ्क। राशि स्वामी सदैव बुध ग्रह। शुभ रङ नीलो रङ। शुभ दिशा पश्चिम दिशा। सहयोगी राशि तुला राशि। इष्टदेव आदित्य भगवान। कार्यसिद्धि मन्त्र ओम आदित्याय नमः। यो मन्त्रलाई कम्तीमा 12 पल्ट जप्दै काममा अघि बढे राम्रो भाग्यबल 65% रहन्छ। क्यान्सर कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पुरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईँहरूको आफ्नो राशिबाट द्वितीय भावमा धनवाणी कुटुम्बका घरमा चन्द्रमा ग्रह रहने दिन हो। द्वितीय स्थाने वित्त लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। द्वितीय भाव भनेको आर्थिक सञ्चितसँग सम्बन्धित भाव पनि पर्दछ। आजको दिनमा तपाईँहरूले सफलता प्राप्तिका लागि केही सङ्घर्ष गर्नुपर्ने खालको समय हो। तर सङ्घर्षको फल, तपाईँहरूको मेहनतको फल अन्तिममा चाहिँ निकै लाभदायक बन्छ भन्ने खालको सङ्केत बोकेको दिन रहन्छ। आज तपाईँहरूले प्राप्त गरेको धनलाई सही सदुपयोग पनि गर्न सक्नुहुन्छ भन्ने खालको सङ्केत देखिएको छ। तपाईँहरूले
अरूका कुनै पनि समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्नुहुनेछ। विशेष योजना बनाएर काममा अगाडि बढ्न सक्नुहुन्छ भन्ने खालको सङ्केत तपाईँहरूका लागि देखिएको छ। आज मेहनत गरे बमोजिम तपाईँहरूले केही स्याबासी प्राप्त गर्ने समय पनि हो, केही दौडधुप पनि हुनेछ भने परिश्रम पनि ज्यादा पर्नेछ। परिणाम तपाईँहरूले राम्रो प्राप्त गर्न सक्नुहुन्छ भन्ने खालको सङ्केत देखिएको छ। आजको दिनमा तपाईँहरूले विगतका समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्ने खालको समय रहेको छ। गुमेको धनलाई सही सदुपयोग तपाईँहरूले चाहिँ फेरि प्राप्त गरेर गर्न सक्ने खालको समय पनि रहेको छ। कारणवश तपाईँहरूलाई केही समस्याहरू परेको थियो भने दोस्रो व्यक्ति तपाईँहरूको हात थाम्न उपस्थित हुन्छन् भन्ने समय पनि रहेको हो। आजको दिनमा सानातिना केही समस्या आदिलाई हल गर्नका लागि तपाईँहरूले घर परिवारका सदस्यको पनि साथ लिनु राम्रो हुनेछ। घरायसी विषयमा देखिएका विविध चुनौती आदिलाई हल गर्नुपर्नेछ भने आजको दिनमा तपाईँहरूले हिम्मतका साथमा काममा अगाडि बढ्दै गर्दाखेरि मनोरञ्जन क्षेत्रमा पनि ध्यान जान सक्छ अथवा मनोरञ्जनका क्षेत्रमा केही धन खर्चको समय पनि रहन्छ। हावाको तालमा मात्र, अरूको कुरामा मात्र तपाईँहरूले विश्वास गर्ने होइन कि आफूले पनि केही खोज गर्ने, रिसर्च गर्ने, त्यसमा बुझेर अगाडि बढ्ने यो काम गर्नुहोला अनि तपाईँहरूलाई राम्रो हुनेछ। तपाईँहरूले पछि हुन सक्ने अनहुनीबाट बस्नका लागि आजैको दिनमा केही संयमता अपनाउनु राम्रो हुनेछ। हुन त आजको समय राम्रो पनि हो। तपाईँहरूले कतै काममा अगाडि बढ्दै हुनुहुन्छ, केही कुरामा हात लगाउँदै हुनुहुन्छ भने नराम्रो समय चाहिँ होइन। अनि तपाईँहरूले चाहिँ जस्तै पैतृक धन सम्पत्ति आदिको प्रयोग गरेर लाभ लिन चाहनुहुन्छ भने पनि राम्रो समय देखिएको छ। आज अकस्मात तपाईँहरूका गुमेका चिजवस्तुहरू प्राप्तिको समय पनि रहन्छ। तर अब तपाईँहरूले पहिले केही मेहनत गर्नुभएको छ भने मात्र यो फल मिल्छ। कतै प्रवास क्षेत्रसँग सम्बन्धित विचार तपाईँहरूलाई आउन सक्छ। तपाईँहरूसँग भएका गुप्त विद्याहरू लाई तपाईहरुले बाहिर निकाल्न सक्ने यस्ता प्रकारको समय पनि रहन्छ। आज क्षेत्रगत हिसाबमा कुरा गर्दा प्राइभेट क्षेत्रमा रोकिएको पेमेन्ट उधारो रकमलाई खातामा जम्मा गर्नका लागि निकै राम्रो समय देखिएको छ। शिक्षा क्षेत्रमा रहने छात्र छात्रा विद्यार्थी वर्गका लागि मौखिक परीक्षा अथवा प्रेजेन्टेसनमा तपाईको वाक्पटुताले परीक्षामा केही राम्रो हुन्छ कि भन्ने संकेत पनि हो। तर अब यसो भन्दै गर्दा लापरवाही गर्न हुँदैन। तपाईहरुले नियम र अनुशासनमा रहेको हुनुपर्छ र पूर्व तयारीमा तपाईहरु हुनुपर्छ अनि मात्र तपाईहरुलाई राम्रो हुन्छ। हुन त शिक्षा क्षेत्रमा निकै राम्रो भाग्यबल प्राप्त भएको समय हो। रोजगारको क्षेत्रमा तपाईहरुलाई केही राम्रो समय पनि हो। केही नयाँ प्याकेजहरु तपाईहरुले प्राप्त गर्न सक्ने समय हो। विवाहित व्यक्तिका लागि पनि केही बचतका लागि अगाडि बढ्नुपर्छ भन्ने सोच आउने समय हो। स्वास्थ्यमा देखिएका केही समस्याहरूलाई केही समाधान गर्ने समय हो भने कृषि क्षेत्र राम्रो छ। वैदेशिक क्षेत्र राम्रो छ। प्रेमी प्रेमिकाका लागि पनि राम्रो समय देखिएको छ। संवादको समय हो भने श्रमिक वर्गलाई पनि राम्रो समय छ। शुभ अङ्क 2 अङ्क। राशि स्वामी सदैव चन्द्रमा ग्रह। शुभ रङ हलुका पहेँलो रङ। शुभ दिशा दक्षिण दिशा। सहयोगी राशि वृश्चिक राशि। इष्टदेव कुल देवता। कार्यसिद्धि मन्त्र ओम कुल देवाय नमः। यो मन्त्रलाई कम्तीमा 19 पल्ट जप्दै काममा अघि बढेर हाम्रो भाग्यबल 60% रहनेछ। लियो सिंह राशि। सिंह राशि हुने महानुभावहरू तपाईहरुको आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पूरा जानकारी दिइनेछ। श्रवण गर्दै अगाडि बढ्नुहोला। आज तपाईहरुको आफ्नै राशिमा चन्द्रमा ग्रह रहने दिन हो। प्रथम भाव भनेको शरीर, स्वास्थ्य, आत्मबल, व्यक्तित्वसँग सम्बन्धित भाव हो। आद्य अन्न लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। आजको दिनमा तपाईहरुले दैनिक काममा अगाडि बढिरहँदा भइपरि आएका विविध चुनौती र समस्या आदिलाई हल गर्ने महत्त्वपूर्ण समय रहन्छ। जीवनमा तपाईले विशेष नेतृत्व सम्हाल्नु पर्ने अवस्था आउन सक्नेछ। सफलता प्राप्तिका लागि, व्यक्तित्व वर्चस्व विकासका लागि निकै राम्रो समय रहन्छ।
स्वर्णिम अध्याय बन्ने समय पनि हो। यसरी हेर्दा तपाईहरुले धेरै फुर्किने चाहिँ होइन कि, तर आफूले गर्ने काममा चाहिँ विशेष खटेर अगाडि बढ्नु होला। तपाईहरुले गहिरो सोच राख्नुपर्छ, गहिरो चिन्तन राखेर अगाडि बढ्नुपर्छ, अनि हजुरहरूलाई राम्रो हुन्छ भन्ने समय देखिन्छ। आज तपाईहरुलाई विशेष ऊर्जा प्राप्तिको समय पनि रहेको छ। अरूले तपाईहरुलाई केही प्रेरणा दिन सक्छन् भन्ने खालको समय पनि रहेको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै तपाईहरुले आर्थिक क्षेत्रमा विशेष सक्रिय भएर अगाडि बढ्न सक्ने महत्त्वपूर्ण समय रहेको छ। आज तपाईहरुले नेतृत्व सम्हाल्नु पर्ने दिन पनि रहन्छ। तपाईहरुले जे गर्नुहुन्छ सोची विचारी अगाडि बढ्नु भयो भने राम्रो हुन्छ। थोरै बोलेर पनि धेरै काम गर्नुपर्ने समय रहन्छ। तपाईहरुलाई खुलेर अरूले साथ दिन्छन् भन्ने खालको समय पनि रहेको छ। कीर्तिमानी समय हो। तपाईहरुले इतिहास बदल्ने समय पनि रहेको छ भने नाम दाम प्रतिष्ठा मिल्ने समय। तपाईहरुले जस्तै कुनै पनि उच्च पदस्थ व्यक्ति हुनुहुन्छ, उच्च पद ओहदामा रहेर काम गर्दै हुनुहुन्छ भने राम्रो समय देखिन्छ। आज तपाईहरुले चाहिँ सहयोगी हातहरूलाई सम्हाल्न सक्ने समय पनि रहन्छ भने तपाईहरु जति पनि अरूको इशारामा मात्र अगाडि बढ्दै हुनुहुन्छ भने चाहिँ अलि विचार पुर्याएर अगाडि बढ्नु होला। आफ्नै बलबुतामा काममा अगाडि बढ्ने महानुभावहरूले विशेष लाभ लिन सक्नुहुनेछ। आज मिष्ठान्न भोजन प्राप्तिको समय पनि हो। अब मिष्ठान्न भोजन मिल्छ भन्दैमा तपाईहरुले जस्तो पायो त्यस्तै चाहिँ खाइहाल्दै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यमा पनि विशेष विचार पुर्याउनु होला। दिन चाहिँ राम्रो देखिन्छ अथवा केही खानपानमा सुधार गरौँ भन्ने यो भाव तपाईहरुमा आउँछ भन्ने यस्तो प्रकारको समय पनि हामीले बुझ्नुपर्ने छ। तपाईहरुलाई क्षेत्रगत हिसाबको कुरा गरौँ, जस्तै कतै राजनीतिमा तपाईहरु होमिने व्यक्ति हुनुहुन्छ अथवा सामाजिक क्षेत्रमा तपाईहरु रहने व्यक्तिहरू हुनुहुन्छ भने आज तपाईहरुको अभियान केही मात्रामा राम्रै हुन्छ भन्ने समय हो। तर केही शत्रुहरू ज्यादा आउन सक्छन्। अन्तिममा चाहिँ शत्रुहरूलाई पनि तपाईहरुले सबक सिकाउन सक्ने खालको समय रहन्छ। आज समाजमा तपाईको ब्रान्ड भ्यालु वातै बन्न सक्ने खालको संकेत पनि देखिएको छ। तपाईको चाहिँ केही न केही माग बन्न सक्ने छ। प्राइभेट क्षेत्रमा व्यक्तिगत व्यवसायमा रहने महानुभावहरूले केही लाभ लिने समय देखिएको छ। आज तपाईहरुले आफ्ना नयाँ नयाँ कुराहरूलाई अगाडि बढाउने समय पनि रहन्छ। आजको दिनमा तपाईहरु शिक्षा क्षेत्रमा रहने व्यक्तित्वका लागि तपाईहरु शिक्षामा शिक्षक वर्ग हुनुहुन्छ अथवा विद्यार्थी वर्ग हुनुहुन्छ, विशेष तपाईहरुले चाहिँ स्मरण शक्तिमा वृद्धि भएको महसुस गर्ने समय हो। अथवा अलिकति केही न केही तपाईहरुलाई चाहिँ राहत मिल्न सक्छ। केही पढ्नुपर्छ, बुझ्नुपर्छ, गर्नुपर्छ भन्ने यो प्रकारको भाव जागृत हुने समय हो भने तपाईहरुले छात्र छात्रा विद्यार्थी वर्गले आजको दिनमा अग्रज व्यक्तिको आशीर्वाद लिनु राम्रो पनि हुनेछ। उत्तम भाग्यबल हो। स्वास्थ्य क्षेत्र ठीक देखिन्छ भने रोजगारको क्षेत्रमा आज तपाईहरुले अलि विशेष ध्यान दिएर अगाडि बढ्नुपर्छ। केही जिम्मेवारी कसैले सुम्पिन सक्छन्। कृषि क्षेत्र राम्रो छ, प्रेमी प्रेमिकालाई पनि राम्रो छ। खेल क्षेत्रमा रहनेलाई पनि राम्रो छ भने सरकारी क्षेत्रमा रहनेलाई, वैदेशिक क्षेत्रमा रहनेलाई, श्रमिक वर्गलाई राम्रो छ। शुभ अङ्क 1 अङ्क। राशि स्वामी सदैव सूर्य ग्रह। शुभ रङ रातो रङ। शुभ दिशा पूर्व दिशा। सहयोगी राशि धनु राशि। इष्टदेव हनुमानजी। कार्यसिद्धि मन्त्र ओम हम हनुमते नमः। यो मन्त्रलाई कम्तीमा 10 पल्ट जप्दै काममा अघि बढेर हाम्रो भाग्यबल 70% रहन्छ। वर्गो कन्या राशि। कन्या राशि हुने महानुभावहरू तपाईहरुको आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पूरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नु होला। आज तपाईहरुको आफ्नो राशिबाट 12औं भावमा चन्द्रमा ग्रह रहने दिन हो। द्वादश स्थाने रुजम धनम नासः भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। आज 12औं भावमा चन्द्रमा रहँदा विशेष 12औं भाव खर्चको भाव पनि हो। एक्लोपन, वैदेशिक यात्रा, मोक्षसँग सम्बन्धित भाव पनि हो। आज तपाईहरुले विशेष खटेर अगाडि बढ्नुपर्ने छ। तपाईहरुमा अलिकति आश्चर्यजनक रूपान्तरणको समय रहन्छ। केही परिवर्तनको समय रहन्छ जो तपाईले कल्पना पनि गर्नु भएको हुँदैन। त्यस्ता कर्महरू हुन सक्ने, त्यस्ता कार्यहरू हुन सक्ने खालको समय भएको दिन आज देखिन्छ। कोही नचिनेका व्यक्तिहरूसँग
चिन्जान गर्नुपर्ने, परिचय गर्नुपर्ने यस्तो प्रकारको समय पनि हो भने विशिष्ट व्यक्तिहरूलाई आफ्ना कुराहरू राख्नुपर्ने खालको समय पनि तपाईँहरूका लागि देखिएको छ। समयको महत्त्वलाई तपाईँहरूले बुझ्न सक्नुहुन्छ भन्ने खालको दिन पनि देखिएको छ। आजको दिनमा तपाईँहरूले आफूभन्दा अग्रज व्यक्तिहरूबाट आशीर्वाद लिने समय भएका कारणले गर्दा सही ऊर्जा प्राप्तिको समय पनि केही मात्रामा देखिन्छ। बिहानै चाहिँ अलिकति मन गडबड हुन सक्छ, छटपटाहट तपाईँहरूमा रहन सक्छ। कहाँ जाउँ, के गरौँ, कसो गरौँ, के गर्दाखेरि चाहिँ लाभ मिल्ला भनेर तपाईँहरू चाहिँ यताउता भौतारिन सक्ने खालको सङ्केत पनि देखिन्छ। आज घरिघरि तपाईँहरूमा चाहिँ कहीँ न कहीँ अप्रत्याशित चाहिँ लाभ मिल्न सक्ने खालको सङ्केत पनि देखिन्छ। आफूले सोच्दै नसोचेका क्षेत्रबाट राम्रो हुन सक्छ भन्ने खालको समय पनि रहेको छ र सोचेका क्षेत्रबाट चाहिँ घाटा हुने सङ्केत तपाईँहरूका लागि देखिन्छ। आज धन, धर्म र भाग्यमा बढोत्तरी होस् भन्नका लागि पनि तपाईँहरूले गरिब गुरुबा असहायलाई केही सहयोग गर्नुहुन्छ र आशीर्वाद लिनुहुन्छ भने हजुरहरूलाई राम्रो हुनेछ। अलि तपाईँहरूको मन प्रफुल्लित पनि बन्दै जान्छ बिस्तारै बिस्तारै काम गर्दै जाँदा भन्ने यस्तो प्रकारको सङ्केत देखिएको छ। आज अरूले के भन्लान्, कसो भन्लान् भनेर धेरै चिन्ता लिने होइन। मैले गरेको काममा म खटिरहनुपर्छ, लाभ मिल्छ भन्ने यो भाव लिएर अगाडि बढ्नु नै तपाईँहरूका लागि राम्रो हुनु हो। हुन त क्षेत्रगत हिसाबमा कुरा गर्दा जस्तै तपाईँहरू घरभन्दा बाहिर रहेर काम गर्ने महानुभावहरू, वैदेशिक क्षेत्रमा रहेर काम गर्ने महानुभावहरूका लागि लाभयुक्त समय देखिएको छ। तपाईँहरूले अन्तर्राष्ट्रिय व्यापार गर्दै हुनुहुन्छ अथवा वैदेशिक क्षेत्रमा उत्पादित वस्तुहरूको चाहिँ कहीँ तपाईँहरूले चाहिँ सेल गर्दै हुनुहुन्छ भने राम्रो समय पनि देखिएको छ। स्वदेशमा उत्पादित वस्तुहरूको बन्द व्यापारमा तपाईँहरूलाई धेरै मेहनत गर्नुपर्ने खालको समय हो आजको दिनमा। तर पनि नआत्तिनु होला, आफूले गर्ने कामलाई अगाडि बढाउनु होला। प्राइभेट क्षेत्रमा विशेष कुनै पनि कम्पनीहरूसँग मिलेर काम गर्ने व्यक्तिहरूले कहीँ न कहीँ सामान्य लाभ त लिन सक्नुहुन्छ, तर उनीहरूलाई चित्त बुझाउँदै आफू हैरान बन्न सक्नुहुन्छ। तपाईँहरू जति पनि साझेदारीका रूपमा काम गर्ने महानुभावहरू हुनुहुन्छ, अलि बेसी ज्यादा मेहनत गर्नुपर्ने खालको समय देखिएको छ। राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा अगाडि बढिरहने महानुभावहरूले पनि अलि बेसी ज्यादा मेहनत गर्नुपर्ने खालको समय हो। शिक्षा क्षेत्रमा रहने महानुभावहरूले विशेष खटिरहँदा सामान्य चाहिँ लाभ लिन सक्नुहुन्छ। जस्तै विदेशी भाषा आदिको अध्ययनमा रहेर काम गर्ने महानुभावहरूले, पठन पाठनमा अगाडि बढ्ने महानुभावहरूले गहिरो अनुसन्धानमा लाग्नुपर्ने र चमत्कारी नतिजा तपाईँहरूलाई निस्कने समय पनि रहन्छ। स्वदेशमा अध्ययनमा रहने महानुभावहरूले अलि बेसी ज्यादा प्रयत्न र मेहनत चाहिँ गर्नै पर्छ। मध्यम भाग्यबल विद्यार्थी वर्गका लागि देखिन्छ। स्वास्थ्य क्षेत्रमा देखिएका व्यक्तिहरूको अलिकति शिरसँग सम्बन्धित केही सामान्य अवसरहरू थियो भने विशेष खानपानमा सुधार गर्नुपर्ने छ। आजको दिनमा तपाईँहरू अरूप्रति कतै आकर्षित बन्न सक्ने खालको सङ्केत पनि देखिएको छ। प्रेमी प्रेमिकाका लागि जोगिएर काममा अगाडि बढ्नुपर्छ। गहिरो प्रेम तपाईँहरूमा बन्न सके तापनि केही शङ्का उपशङ्का ज्यादा रहने समय हो। श्रमिक वर्गका लागि आज ज्यादा मेहनत गर्नुपर्ने समय हो। गृहिणी वर्गले अलि बेलुकातिर रिसरागमा विशेष कन्ट्रोल गरेर अगाडि बढ्दा परिवारमा राम्रो होला। शुभ अङ्क 3 अङ्क, राशि स्वामी सदैव बुध ग्रह, शुभ रङ नीलो रङ, शुभ दिशा उत्तर, सहयोगी राशि मकर राशि, इष्टदेव चित्रगुप्त। कार्यसिद्धि मन्त्र ओम चित्रगुप्ताय नमः। यो मन्त्रलाई कम्तीमा 19 पल्ट जप्दै काममा अघि बढेर राम्रो भाग्यबल 45% रहन्छ। लिब्रा तुला राशि। तुला राशि हुने महानुभावहरू, आज तपाईँहरूको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पुरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईँहरूको आफ्नो राशिबाट 11औं भावमा लाभ स्थानमा, राज्य स्थानमा चन्द्रमा ग्रह रहने दिन हो। लाभ स्थाने विविध लाभम वित्त लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्ने समय देखिन्छ। 11औं भाव भनेको आय आर्जन, मित्र मण्डली, इच्छापूर्ति, लाभसँग सम्बन्धित भाव हो। तपाईँहरूले केही चिज वस्तुहरू प्राप्ति गर्न सक्ने समय हो। आपसी सम्बन्धलाई सुधार गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्ने खालको समय तपाईँहरूका लागि देखिन्छ। सुन्दर अवसरहरू तपाईँहरूले प्राप्त गर्न सक्ने खालको समय पनि रहन्छ। एकान्तमा बसेर आफ्ना मनका कुराहरू अरूलाई सुनाउनु पर्ने खालको समय पनि रहन्छ। विविध समस्या आदिलाई हल गरेर तपाईँहरू अगाडि बढ्न सक्नुहुनेछ। घर परिवार, आफन्त, इष्ट मित्र आदिका समस्या
समस्यालाई हल गरेर अगाडि बढ्न सक्नुहुन्छ। तपाईहरूले गम्भीर तरिकाले सोच्न सक्ने खालको सङ्केत पनि देखिएको छ। विभिन्न मत भिन्नता तपाईँहरूमा थियो भने त्यसलाई हल गरेर अगाडि बढ्न सक्नुहुनेछ। वैचारिक द्वन्द्व सृजना हुने त्यस्ता कुनै पनि कार्यहरूमा अगाडि नबढ्नु तपाईँहरूका लागि राम्रो हुन्छ। धैर्यताका साथमा काममा अगाडि बढ्ने महानुभावहरूले विशेष लाभ लिन सक्नुहुनेछ। सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ भन्ने समय देखिएको छ। आजको दिनमा मनभित्रका कुण्ठा बाहिर निकाल्न सक्ने खालको सङ्केत पनि तपाईँहरूका लागि देखिन्छ। तपाईँहरूमा भइरहेको बोझलाई हटाउन सक्नुहुन्छ भन्ने समय रहन्छ। आज उन्नति प्रगतिका लागि निकै राम्रो समय हो। तपाईँहरूले विशेष अलि व्यवहारलाई सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने खालको समय पनि रहन्छ। आज सुखी सन्तोषी भनेर अगाडि बढ्दै गर्दाखेरि पनि कोही कोहीले तपाईँहरूलाई टचर दिन सक्ने खालको समय पनि रहन्छ। जीवनसाथी वा आमाको सल्लाहलाई शिरोधार्य गरेर अगाडि बढ्नु नै हजुरहरूका लागि राम्रो हुनु हो। काममा तपाईँहरूले अगाडि बढिरहँदाखेरि कोही जान्ने बुझ्नेको राय एकदम आवश्यक पर्ने खालको दिन देखिएको छ। निश्चित काममा अगाडि बढ्नुपर्छ। मातृशक्ति आदिको आशीर्वादले पनि तपाईँहरूलाई राम्रो हुन्छ भने पितृशक्तिको आशीर्वाद पनि तपाईँहरूका लागि खाँचो देखिएको छ। आज मन पवित्र बनाएर काममा अगाडि बढ्नु राम्रो हुनेछ। दैनिक बन्द व्यापार आदिका क्षेत्रमा विशेष खटेर डटेर अगाडि बढ्दा राम्रो हुन्छ। नगद सङ्कलनमा जुट्ने महानुभावहरूका लागि नराम्रो समय होइन। तपाईहरूले पनि अलिकति गहिरो अध्ययन गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्ने खालको सङ्केत देखिन्छ। परिवारभन्दा बाहिर रहेर काम गर्ने महानुभावहरूले पनि विशेष लाभ लिन सक्नुहुन्छ भन्ने खालको सङ्केत देखिएको छ। आज जस्तै क्षेत्रको हिसाबमा कुरा गर्दा कार्पोरेट बजारमा आज सेल्स टार्गेट सजिलै पुरा हुन सक्ने खालको नयाँ क्लाइन्टहरू तपाईँहरूले प्राप्त गर्न सक्ने खालको यस्तो प्रकारको सङ्केत प्राइभेट क्षेत्रमा काम गर्ने महानुभावहरूका लागि देखिन्छ। रोजगार क्षेत्रमा रहने महानुभावहरूले कार्यस्थलमा हाकिम वर्गको चाहिँ केही न केही कुराहरूलाई ज्यादा मान्नुपर्ने समय पनि हो। तपाईँहरूको क्षमताको उच्च मूल्याङ्कन हुन्छ। आज आर्थिक सुविधा प्राप्त गर्न सक्नुहुन्छ भन्ने सङ्केत पनि देखिएको छ। शिक्षा क्षेत्रमा विद्यार्थी वर्गले पनि निकै प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्ने खालको समय हो। हुन त तपाईँहरूका लागि लाभदायक समय पनि देखिन्छ। राम्रो नतिजा निकाल्न सक्ने खालको समय पनि हो। तपाईँहरू अध्ययनमा अलि ज्यादा जोड दिएर अगाडि बढे राम्रो हुन्छ भन्ने खालको समय देखिन्छ। तपाईँहरू वैवाहिक जीवनमा रहने महानुभावहरूका लागि राम्रो समय हो। आज सुरक्षित आर्थिक खाता खोल्नुपर्ने खालको समय देखिएको छ। कृषि क्षेत्रमा रहने महानुभावहरूका लागि नगदे बाली व्यावसायिक पशुपालनबाट राम्रो लाभ हुन सक्ने खालको समय देखिएको छ। मेहनत चाहिँ गरेर अगाडि बढ्नुपर्छ। लत्तरखाजी चाहिँ गर्नु हुँदैन अनि राम्रो हुन्छ। प्रेमी प्रेमिकाका लागि पार्टनरसँगको सम्बन्धलाई राम्रो बनाउने केही उपहार सरप्राइजहरू प्राप्तिको समय पनि सामान्य रूपमा देखिएको छ। खेल क्षेत्रमा रहनेलाई राम्रो हो। वैदेशिक क्षेत्रमा रहनेलाई राम्रो हो। श्रमिक वर्गलाई राम्रो छ। शुभ अङ्क 2 अङ्क। राशि स्वामी सदैव शुक्र ग्रह। शुभ रङ ध्वाँसे। शुभ दिशा पश्चिम दिशा। सहयोगी राशि कुम्भ राशि। इष्टदेवी माता सरस्वती। कार्यसिद्धि मन्त्र ओम सरस्वत्यै नमः। यो मन्त्रलाई कम्तीमा 23 पल्ट जप्दै काममा अघि बढे राम्रो भाग्यबल 65% रहन्छ। स्कर्पियो वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरू तपाईँहरूको आजको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पुरा जानकारी दिइनेछ। श्रवण गर्दै अगाडि बढ्नुहोला। आज तपाईँहरूको आफ्नो राशिबाट कर्म क्षेत्रमा यानि कि दशम भावमा चन्द्रमा ग्रह रहने दिन हो। दशम भाव भनेको कर्म, राज्य सत्ता, पद प्रतिष्ठा अनि व्यावसायिक सफलता सुखसँग सम्बन्धित भाव पर्दछ। आज तपाईँहरूले विशेष खटेर डटेर काममा अगाडि बढ्दा लाभ प्राप्त गर्न सक्नुहुनेछ। तपाईँहरूले आफ्नो कर्म क्षेत्रमा विशेष अगाडि बढ्नुपर्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने खालको समय देखिएको छ। गौरवपूर्ण समय तपाईँहरूका लागि देखिन्छ। तपाईँहरूले गहिरो चिन्तन राखेर काममा अगाडि बढ्नु राम्रो हुनेछ। तपाईँहरूलाई डाहा गर्ने व्यक्तिहरूले आज सबक सिक्न सक्ने खालको समय पनि रहन्छ। प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता तपाईँहरूले चाहिँ देखाउने समय पनि हो भने कार्यशैली तपाईँहरूको देखेर विरोधीहरू पनि मौन बस्न बाध्य
साध्य हुन सक्ने समय रहेको छ। विगतमा जीवनसङ्गीसँग भएका विविध चुनौती र समस्या आदिलाई हल गर्ने राम्रो समय हो। मत भिन्नता तपाईँहरूमा वैचारिक भइरहेको थियो, गम्भीर कुरा थियो भने त्यसलाई तपाईँहरूले चाहिँ हल गर्न सक्नुहुनेछ भन्नुको, समस्याको समाधान गर्न सक्नुहुनेछ। पारिवारिक जीवनमा देखिएका अत्यन्तै संवेदनशील समस्याहरूलाई पनि हल गरेर अगाडि बढ्न सक्ने समय देखिएको छ। स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने आजको दिनमा देखिएका विविध चुनौती समस्याहरू स्वास्थ्यमा, त्यसमा केही सुधारको सङ्केत देखिन्छ। आफूले मन पराएका व्यक्तिलाई मनमुटुमा तपाईँहरूले सजाएर अगाडि बढ्न सक्नुहुनेछ। तपाईँहरूले आर्थिक लगानी गरेर अगाडि बढ्ने महानुभावहरूले पनि विशेष लाभ लिन सक्ने खालको सङ्केत देखिएको छ। तपाईँहरूले विशेष गरेर ऋण सापटी लिन दिनका लागि पूर्ण रूपमा अनुकूल समय मान्न सक्नुहुनेछ। सुरक्षित तरिकाले काममा अगाडि बढ्न सक्नुहुनेछ। जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई पनि सुधार गरेर अगाडि बढ्न सक्नुहुनेछ। आज घर परिवार, साथीभाइ, इष्टमित्र आदिका समस्यालाई हजुरहरूले हल गर्न सक्ने खालको समय पनि रहेको छ। आज मनमा केही आराम तपाईँहरूले लिन सक्ने खालको समय पनि देखिएको छ। तपाईँहरू इमान्दार भनेर अगाडि बढ्नुपर्छ। राज्य समाजमा देखिएका विविध चुनौती र समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्ने खालको समय पनि देखिएको छ। समस्या नपर्ने चाहिँ होइन, समस्या पर्छ, तर समस्याबाट पछाडि भाग्नु चाहिँ हुँदैन। तपाईँहरूले ती समस्यालाई विशेष हल पनि गरेर अगाडि बढ्न सक्नुहुन्छ र सफल पनि बन्ने यो महत्त्वपूर्ण समय, अवसर जे भने पनि तपाईँहरूका लागि प्राप्तिको समय चाहिँ देखिएको छ। आज क्षेत्रगत हिसाबमा कुरा गरौँ, जस्तै सरकारी क्षेत्रमा रहने उच्च तहका व्यक्तिहरूका लागि निकै राम्रो समय र निम्न वर्गका हजुरहरू हुनुहुन्छ भने पनि आज उच्च व्यक्तिहरूबाट केही लाभ लिन सक्ने अथवा आफ्नो काम बनाउनका लागि केही कुराहरू तपाईँहरूले राख्न सक्ने यस्तो प्रकारको समय हो। भेटघाटको समय पनि तपाईँहरूका लागि देखिएको छ। विभिन्न समस्याहरू सुल्झिने दिन पनि तपाईँहरूका लागि हो। प्राइभेट क्षेत्रमा तपाईँहरूले चाहिँ अलिकति काहीँ न काहीँ मेहनत गरेर अगाडि बढ्ने महानुभावहरूले लाभ लिन सक्ने खालको सङ्केत पनि देखिएको छ। तपाईहरूले सफलताका लागि मेहनत गरेर अगाडि बढ्न सक्ने खालको समय रहन्छ। वर्षौंदेखि अड्किएका विभिन्न समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्ने खालको समय हो। आज केही अरूको आदेश मान्नुपर्ने खालको समय पनि देखिएको छ। कृषि क्षेत्र राम्रो छ भने तपाईहरूले शिक्षा क्षेत्रमा रहने महानुभावहरू हुनुहुन्छ भने पनि विशेष लाभ लिन सक्नुहुनेछ। प्रेमी प्रेमिकाका लागि पनि सम्बन्धलाई सुधार गर्ने समय हो। आफूभन्दा अग्रज व्यक्तिहरूलाई तपाईहरूले चिनाउन सक्ने समय देखिएको छ। राजनीतिक सामाजिक क्षेत्रमा कुनै सङ्घ संस्थामा जोडिएर काम गर्ने महानुभावहरूका लागि राम्रो समय देखिएको छ। खेल क्षेत्रमा रहनेलाई पनि राम्रो हो। वैदेशिक क्षेत्र पनि तपाईँहरूका लागि निकै सुधारोन्मुख देखिएको छ। प्रवास क्षेत्रमै रहनेलाई राम्रो छ। स्वदेशबाट विदेश जानेलाई अलिकति केही झन्झट होला, तर पनि अन्तिममा ठिक समय देखिन्छ। गृहिणी वर्गलाई राम्रो हो भने आजको दिनमा श्रम गरेर अगाडि बढ्ने, श्रम रोजगारका क्षेत्रमा रहने व्यक्तिहरूका लागि केही जिम्मेवारी थपिने समय रहन्छ। शुभ अङ्क 1 अङ्क। राशि स्वामी सदैव मङ्गल ग्रह। शुभ रङ सिन्दुरे रङ। शुभ दिशा दक्षिण दिशा। सहयोगी राशि मीन राशि। इष्ट देवी माता लक्ष्मी। कार्यसिद्धि मन्त्र ओम लक्ष्मी नमः। यो मन्त्रलाई कम्तीमा 23 पल्ट जप्दै काममा अघि बढेर राम्रो हुन्छ। भाग्यबल 65% रहन्छ। सेजिटेरियस धनु राशि। धनु राशि हुने महानुभावहरू, आज तपाईँहरूको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पुरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईँहरूको आफ्नो राशिबाट नवम भावमा, भाग्य भावमा चन्द्रमा ग्रह रहने दिन हो। नवम स्थाने कार्य लाभम नृप लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। नवम भाव भनेको भाग्य, धर्म, दर्शनसँग सम्बन्धित भाव पर्दछ। तपाईँहरूले विशेष गरेर दैनिक क्रियाकलापमा सक्रिय भएर अगाडि बढ्ने महानुभावहरूले लाभ लिन सक्नुहुन्छ भन्ने खालको समय देखिएको छ। आफ्नै बलबुतामा काममा अगाडि बढ्ने महानुभावहरूले अझ खटेर अगाडि बढिरहँदा सफलता प्राप्त गर्न सक्नुहुनेछ। तपाईहरू अलिकति कहीँ न कहीँ
बौद्धिक क्षेत्रमा रहेर काम गर्ने व्यक्ति हुनुहुन्छ, लेखन सम्पादन आदिका क्षेत्रमा रहेर काम गर्ने महानुभावहरू हुनुहुन्छ, केही लेखहरू लेख्दै हुनुहुन्छ भने राम्रो समय तपाईँहरूका लागि देखिन्छ। तपाईँहरूको चिन्तन निकै उपयोगी देखिएको छ भने आज उच्च पदस्थ व्यक्तिहरूसँग घुलमिलको समय पनि देखिएको छ। दैवीय सहायता प्राप्तिको समय हो भने धर्म कर्ममा विशेष सक्रिय भएर अगाडि बढ्ने महानुभावहरूका लागि राम्रो समय देखिएको छ। गुरु भक्ति प्राप्तिको समय पनि हो भने ऐश्वर्य प्राप्तिको समय पनि हजुरहरूका लागि देखिन्छ। तीर्थयात्रामा सक्रिय भएर अगाडि बढ्ने महानुभावहरूका लागि आज निकै राम्रो समय देखिएको छ। तपाईँहरूले कतै यात्रामा अगाडि बढिरहँदा भइरहेका विविध चुनौती र समस्या आदिलाई पनि हल गरेर अगाडि बढ्न सक्ने खालको सङ्केत देखिएको छ। असीम कृपा हजुरहरूले प्राप्त गर्न सक्नुहुन्छ भन्ने खालको समय देखिएको हो। आफूले मन पराएका व्यक्तिलाई मनमुटुमा सजाउने महत्त्वपूर्ण समय पनि रहेको छ। आठ हिम्मत र पराक्रममा वृद्धि हुनेछ। आफूभन्दा साना भाइ बहिनी आदिबाट पनि तपाईँहरूलाई केही सहायता मिल्ने सङ्केत चाहिँ हो, तर त्यसका लागि आफूले अलिक सानो पनि हुनुपर्ने खालको समय देखिन्छ। होइन अलिकति कहीँ न कहीँ क्रोधको मात्रामा वृद्धि भयो भने चाहिँ फेरि अप्ठ्यारोमा परिन्छ। यो कुरामा ध्यान दिनुहोला। केही जिम्मेवारी तपाईँहरूको हातमा आउने समय पनि देखिएको छ भने तपाईँहरू व्यवसायमा संलग्न रहने महानुभावहरूले अलि अरूको सङ्गत गर्नुपर्ने खालको समय पनि रहेको छ। तपाईँहरू अभिभावक वर्गले सन्तति वर्ग आदिबाट पनि केही सहायता पाउने र सन्तति वर्गले पनि अभिभावक वर्गले देखाएको बाटोमा अगाडि बढ्दा राम्रो हुने खालको समय रहेको छ। आज तपाईँहरूले एकान्तमा बसेर केही लेखाजोखा गर्न सक्ने खालको समय हो। आर्थिक क्रियाकलापमा अगाडि बढ्न सक्नुहुनेछ। भाग्यमानी बनेर अगाडि बढ्न सक्ने खालको समय पनि तपाईँहरूका लागि देखिएको छ। क्षेत्रगत हिसाबमा कुरा गरौँ, तपाईँहरूले कुनै पनि कार्यलाई अगाडि बढाउन चाहने महानुभावहरू हुनुहुन्छ। कुनै पनि प्रोडक्टमा चाहिँ तपाईँहरूले चाहिँ ध्यान लगाउँदै हुनुहुन्छ अथवा कुनै प्रोडक्ट लन्च गर्न तयारीमा हुनुहुन्छ भने दिन राम्रो तपाईँहरूका लागि देखिएको छ। अब वैदेशिक क्षेत्रमा रहने महानुभावहरूलाई पनि खुल्ला प्रतिस्पर्धा हुन सक्ने खालको सङ्केत हो। पुराना झमेलाहरूलाई हल गर्न सक्नुहुनेछ। चमत्कारी ढङ्गले तपाईँहरूले कार्यलाई सुल्झाउन सक्नुहुन्छ भन्ने खालको सङ्केत पनि देखिएको छ। दार्शनिक विषयमा अध्ययनलाई अगाडि बढाउन सक्ने खालको सङ्केत पनि देखिएको छ। शिक्षा क्षेत्रमा रहने महानुभावहरूका लागि राम्रो समय तपाईँहरूका लागि देखिन्छ। आजको दिनमा सरकारी पद ओहदामा रहेर काम गर्ने महानुभावहरूका लागि राम्रो समय हो। तपाईँहरूले केही क्षतिपूर्ति चाहिँ आफूले बिहोरिराख्नु भएको थियो भने आज त्यसमा केही राहत मिल्न सक्छ भन्ने खालको समय हो भने तपाईँहरूको बैंकसँग सम्बन्धित केही समस्याहरू थिए भने त्यसलाई पनि हल गर्न सक्ने खालको सङ्केत चाहिँ देखिएको छ। विवाहित व्यक्तिका लागि, दम्पतिका लागि पनि राम्रो समय हो। तपाईँहरूले मेहनतको फल प्राप्त गर्न सक्नुहुनेछ। आजको दिनमा परम्परागत कुनै पनि खेतीलाई तपाईँहरूले अँगाल्न सक्ने अथवा नयाँ प्रवृत्तिको परीक्षण गर्न सक्ने यस्तो प्रकारको सङ्केत पनि कृषि क्षेत्रमा रहनेलाई देखिएको छ। दुवैतिर तपाईँहरू अगाडि बढ्ने विचार गर्न सक्नुहुन्छ। आज प्रेमी प्रेमिकाका लागि पनि राम्रो समय देखिएको छ। मेहनत गरेर अगाडि बढ्नुपर्छ। शुभ अङ्क 9 अङ्क। राशि स्वामी सदैव बृहस्पति ग्रह। शुभ रङ सेतो रङ। शुभ दिशा पूर्व दिशा। सहयोगी राशि मेष राशि। इष्ट देव कुल देवता। कार्यसिद्धि मन्त्र ओम कुलदेवाय नमः। यो मन्त्रलाई कम्तीमा 19 पल्ट जप्दै काममा अघि बढे राम्रो भाग्यबल 60% रहन्छ। Capricorn, मकर राशि। मकर राशि हुने महानुभावहरू आज तपाईँहरूको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पुरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नुहोला। आज तपाईँहरूको आफ्नो राशिबाट 8औं भावमा चन्द्रमा ग्रह रहने दिन हो। 8औं भाव भनेको अचानक आउन सक्ने सङ्कट, दुर्घटना, गोप्य कुराहरूसँग सम्बन्धित पर्दछ। आज तपाईँहरूले अलिकति सतर्क भएर नियममा रहेर काम गर्नुपर्ने समय रहन्छ। संवेदनशील पनि तपाईँहरू बन्नुपर्नेछ। तपाईँहरूले गर्दै भन्दै आइरहेका विविध चुनौती र समस्या आदिलाई हल गरेर अगाडि बढ्नुपर्नेछ। शारीरिक शक्तिमा आइरहेका विभिन्न ह्रासलाई सुधार गर्नका लागि योग व्यायामतिर ध्यान दिनुपर्ने खालको समय
समय पनि रहेको हो। अलिकति गम्भीर बनेर तपाईहरुले सोच्नु पर्ने खालको समय रहेको छ। तपाईहरुको शरीरमा उत्पन्न भइरहेका पीडा, मानसिक तनाव आदिलाई हल गर्नका लागि केही मेडिटेसनको आवश्यक पर्न सक्ने खालको समय देखिएको छ। यदि त्यो भयो भने चाहिँ राम्रो हुन्छ, यसरी चाहिँ भन्न खोजिएको हो। यही गर्नुहुन्छ भन्ने कुरा अलग कुरा भयो, तर तपाईहरुले त्यसरी अगाडि बढ्दिँदाखेरि तपाईहरुको शरीरमा राम्रो हुने, सोचाइमा चाहिँ परिवर्तन आउने यी कुराहरू रहन्छन्। झिना मसिना अनुत्पादक कामहरूमा आफ्नो अमूल्य समय खर्चनु तपाईहरुको बाध्यात्मक अवस्था आउन सक्ने खालको संकेत देखिएको छ। जुन ठाउँबाट पूर्ण लाभ हुँदैन त्यही काममा आफू अल्झनु पर्ने अवस्था आउन सक्नेछ। घरिघरि अस्थिर तपाईहरु बन्ने, अधैर्यताले जरो गाड्ने यस्तो समय रहन्छ। निर्णय क्षमतामा कमी आउन सक्छ, तर अचानक लाभ हुने कुरा चाहिँ हुन सक्ने खालको संकेत देखिन्छ। तपाईहरुले सही ठाउँमा निर्णय लिनु अगाडि जान्ने बुझ्नेको राय लिनु राम्रो हुनेछ। आफूभन्दा अग्रज व्यक्तिहरूको आशीर्वाद लिनु पनि तपाईहरुका लागि जरुरी देखिएको छ। काम धन्दा र व्यावहारिक जीवनमा भइरहेका असहज पाटोलाई निवारण गर्नका लागि आज तपाईहरु अगाडि बढिरहँदाखेरि कसैले खुट्टा तान्न सक्छन् भन्ने समय हो, अथवा आज तपाईहरुका शत्रुहरू ज्यादा केन्द्रित हुन सक्ने खालको समय रहन्छ। अलि विश्वासिलो तरिकाले काममा अगाडि बढ्नु राम्रो हुनेछ। आश्वासन दिने व्यक्तिहरू ज्यादा बढ्न सक्छन् भन्ने खालको समय रहन्छ। आज तपाईहरुले आफूले प्राप्त गरेको धनलाई सही सदुपयोग गरेर अगाडि बढ्नु पर्ने खालको समय पनि रहेको छ। कुनै पनि नयाँ काम गर्नु राम्रो हुँदैन। पुरानै काममा मौनतालाई स्वीकार गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। आजको दिनमा केही कष्टको समय हो, सामान टुटफुटको समय हो, सामान हराउने समय पनि हो। अलि तपाईहरु सुरक्षित हुनुभयो भने त यस्तो नहोला, तपाईहरु केही सुरक्षित पनि हुन सक्नुहुन्छ। नभए अप्ठ्यारो समय चाहिँ हो। शुभ तपाईहरुले क्षेत्रहरुमा अगाडि बढ्दै गर्दा, जस्तै रोजगारका क्षेत्रमा अगाडि बढ्ने महानुभावहरुले केही गल्तीको महसुस गर्न सक्ने समय हो। हाकिम वर्गलाई आफ्ना गल्तीहरु सुनाउने प्रयास तपाईहरुबाट हुन सक्छ कि भन्ने समय हो। आफूभन्दा अग्रज व्यक्तिहरुलाई आफ्ना कुराहरु राख्नुपर्ने खालको समय रहन्छ। आफ्नो जिम्मेवारी तपाईहरुमा बढ्छ भन्ने खालको समय रहन्छ। शेयर बजारमा गरिएका विविध चुनौती समस्या आदिलाई हल गरेर अगाडि बढ्नु पर्ने खालको समय पनि रहेको छ। व्यापार व्यवसायमा गरिएका विविध चुनौती समस्या आदिलाई पनि हजुरहरूले हल गरेर अगाडि बढ्ने समय हो। कुनै पनि सम्झौतामा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने खालको समय चाहिँ हो, तर भरसक आफूले नजानेका क्षेत्रहरूमा नपढिकन नबुझिकन हस्ताक्षर चाहिँ नगर्नु होला, नभए फस्न सक्ने सम्भावना पनि रहन्छ। आज कृषि क्षेत्रमा रहने महानुभावहरूले सामान्य लाभ लिन सक्नुहुन्छ। वैदेशिक क्षेत्रमा रहने महानुभावहरूले अरूलाई ज्यादा रिझाउनु पर्ने खालको समय छ। दम्पतिले पनि आज कम्ती बोल्नुपर्छ। सामान्य मनमुटावका स्थितिहरू रहनेछ। तपाईहरु प्रेमी प्रेमिकाले पनि यो कुरामा ध्यान दिनु होला। विद्यार्थी वर्गले कड़ा मेहनत गर्नुपर्छ। आज अलि निराशा तपाईहरुमा रहन सक्छ भन्ने समय पनि देखिएको छ भने श्रमिक वर्गले पनि कड़ा पसिना बगाउनु पर्नेछ। शुभ अङ्क 8 अङ्क। राशि स्वामी सदैव शनि ग्रह। शुभ रङ कालो रङ। शुभ दिशा उत्तर दिशा। सहयोगी राशि वृष राशि। इष्टदेव काल भैरव। कार्यसिद्धि मन्त्र ओम काल भैरवाय नमः। यो मन्त्रलाई कम्तीमा 11 पल्ट जप्दै काममा अघि बढे राम्रो भाग्यबल 45% रहन्छ। एक्वारियस कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरू आज तपाईहरुको दिन के कस्तो छ, के गर्दै जाँदा दिन शुभ हुन्छ, पूरा जानकारी दिइनेछ। श्रवण गर्दै अघि बढ्नु होला। आज तपाईहरुको आफ्नो राशिबाट 7औं भावमा चन्द्रमा ग्रह रहने दिन हो। सप्तम भाव भनेको व्यापारिक साझेदारी, दाम्पत्य जीवन, विलासी वस्तुको उपभोगसँग सम्बन्धित भाव पर्दछ। आज सप्तम स्थाने धनस्त्री लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। आजको दिनमा तपाईहरुले
प्रयास गरिरहँदा लाभ प्राप्त गर्न सक्नुहुनेछ। सामूहिक रूपमा देखिएका विविध चुनौती समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्ने महत्त्वपूर्ण समय रहन्छ। आर्थिक समृद्धि र सङ्घर्षको मिठो प्रतिफल तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ भन्ने सङ्केत बोकेको समय रहन्छ। आज तपाईँहरूले आफूभन्दा अग्रज व्यक्तिहरूसँग घुलमिल हुनुपर्ने समय पनि हो। बन्धु बान्धव आदिसँग तपाईँहरूले विशेष आफ्ना कुराहरू राखेर अगाडि बढ्न सक्नुहुनेछ। नजिकैका इष्टमित्र साथीभाइ आदिले तपाईँहरूलाई केही साथ सहयोग दिन सक्छन् भन्ने खालको सङ्केत पनि देखिएको छ। आज तपाईँहरूको मनोबल उच्च रहन्छ भन्ने समय पनि हो। जोसुकैले खुलेर तपाईँहरूलाई साथ दिन सक्छन् भन्ने खालको सङ्केत बोकेको समय पनि रहेको छ। तपाईँहरूको पेसा र व्यावसायिक जीवनमा देखिएका विविध चुनौती र समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्नुहुनेछ। समयको महत्त्वलाई तपाईँहरूले बुझ्न सक्नुहुन्छ भन्ने खालको सङ्केत बोकेको दिन तपाईँहरूका लागि देखिन्छ। हाके ताकेका कुनै पनि कामधन्दा आदिमा विशेष सक्रिय भएर अगाडि बढ्न सक्ने खालको समय पनि तपाईहरुका लागि देखिन्छ। आज मनमा लागेका कुराहरू तपाईहरूले पूरा गर्न सक्ने खालको दिन पनि रहेको छ। पुराना रोग व्याध समस्या आदिलाई हजुरहरूले हल गर्न सक्ने खालको समय पनि रहेको देखिन्छ। अचानक तपाईहरुको मनमा केही परिवर्तन आउन सक्ने खालको संकेत पनि देखिएको छ। मन मिल्ने साथीसँग आफ्ना कुराहरू राख्नुपर्ने खालको समय हो। बाहिरी समाजमा देखिएका विविध चुनौती र समस्या आदिलाई हजुरहरूले हल गरिदिन सक्नुहुनेछ भने धार्मिक र आध्यात्मिक गतिविधिमा तपाईहरु संलग्न रहन सक्ने समय पनि रहन्छ। मन मिल्ने आफ्ना साथीलाई मनका कुराहरू राख्ने समय भएका कारणले पनि तपाईहरुलाई केही आनन्दको अनुभूति हुनेछ। आज तपाईहरुले जस्तै कोही न कोही समाजमा प्रतिष्ठित व्यक्तिहरूसँग आफ्ना चाहिँ मनका कुराहरू राख्नुपर्ने समय तपाईहरुका लागि पनि देखिन्छ भने क्षेत्रगत हिसाबमा कुरा गर्दा प्राइभेट क्षेत्रमा रहने महानुभावहरूले साझेदारी रूपमा काममा अगाडि बढ्ने महानुभावहरूले लाभ लिने समय रहेको छ। दोस्रो व्यक्तिलाई खुसी बनाउन सक्नुहुनेछ। रोजगार क्षेत्रमा कार्यस्थलमा टिमवर्क गरेर अगाडि बढ्ने महानुभावहरूले पनि सहकर्मीहरूबाट केही लाभ लिन सक्नुहुन्छ। हाकिम वर्गलाई केही खुसी बनाउन सक्ने समय पनि तपाईहरुका लागि देखिएको छ। दम्पतिका बीचमा भइरहेका केही चुनौती आदिलाई पनि हल गर्न सक्नुहुनेछ। जीवन साथीको नाममा देखिएका विविध चुनौती र समस्या आदिलाई पनि हजुरहरूले हल गरिदिन सक्ने समय हो भने कृषि क्षेत्रमा रहने महानुभावहरूका लागि राम्रो समय हो। नयाँ प्रविधिको प्रयोग मार्फत उत्पादनको गुणात्मक वृद्धि चाहिँ गर्न सक्ने खालको समय पनि रहेको छ। शिक्षा क्षेत्रमा छात्र छात्रा विद्यार्थी वर्गका लागि आज राम्रो समय रहेको छ। ग्रुपमा मिलेर तपाईहरुले पढ्दै हुनुहुन्छ भने एकअर्काले नबुझेका कुराहरू प्रस्ट्याउन सक्नुहुनेछ र तपाईहरु सफल बन्न सक्ने समय पनि रहन्छ। उत्तम भाग्यबल तपाईहरुका लागि देखिएको छ। वैदेशिक अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित क्षेत्रमा रहने महानुभावहरूलाई राम्रो समय हो। प्रवास क्षेत्रमै रहेर काम गर्ने महानुभावहरूले पनि लाभ लिन सक्नुहुन्छ। प्रेमी प्रेमिकाका लागि पनि राम्रो समय हो भने खेल क्षेत्रमा रहने महानुभावहरूलाई पनि राम्रो हो। सरकार क्षेत्रमा रहेर काम गर्ने महानुभावहरूलाई ठेक्कापट्टा आदि क्षेत्रमा रहनेहरूलाई पनि समय चाहिँ राम्रो देखिएको छ। नाति अघि बढ्नु होला। शुभ अङ्क 7 अङ्क। राशि स्वामी सदैव शनि ग्रह। शुभ रंग सिन्दुरे रंग। शुभ दिशा पश्चिम दिशा। सहयोगी राशि मिथुन राशि। इष्ट देवी माता लक्ष्मी। कार्यसिद्धि मन्त्र ओम लक्ष्मी नमः। यो मन्त्रलाई कम्तीमा 23 पल्ट जप्दै काममा अघि बढे राम्रो भाग्यबल 60% रहन्छ। पाइसेस मीन राशि। मीन राशि हुने महानुभावहरू आज तपाईहरुको दिन के कस्तो छ, के गर्दै जाँदा दिन तपाईहरुको शुभ रहन्छ, पूरा चर्चा हुँदैछ। श्रवण गर्दै अघि बढ्नु होला। आज तपाईहरुको आफ्नो राशिबाट 6औं भावमा चन्द्रमा ग्रह रहने दिन हो। षष्ठम स्थानीय वित्त लाभम भन्ने चन्द्रमाको ग्रह गोचरको फल हजुरहरूलाई मिल्दैछ। 6औं भावमा चन्द्रमा रहनु भनेको शत्रुमाथि विजय प्राप्त गर्नु पनि हो र रोग ऋण शत्रु प्रतिस्पर्धासँग सम्बन्धित भावमा चन्द्रमा ग्रह रहिरहँदा आर्थिक वृद्धिका लागि चालिएका कदममा केही सफल हुने संकेत देखिएको छ। तपाईहरुले चाहिँ
पाचन प्रणालीमा आइरहेका विविध समस्या आदिलाईमा पनि केही न केही राहत मिलेको अथवा त्यो समस्यालाई चाहिँ हल गर्न सकेको महसुस गर्ने समय पनि हो भने तपाईँहरूको जीवनमा देखिएका विविध समस्यालाई हल गर्न पाइरहँदा केही खुसी महसुस हुनेछ भने तपाईँहरूले केही नयाँ ऊर्जा प्राप्त गर्ने समय पनि रहन्छ। आत्मसन्तुष्टि प्राप्तिको समय पनि तपाईँहरूका लागि देखिएको छ। परिवारमा केही जमघटको वातावरण पनि रहनेछ भने धार्मिक र सामाजिक कार्यमा तपाईहरू सुसंस्कृत भएर अगाडि बढ्न सक्ने खालको समय पनि रहेको छ। तपाईहरूले घरको माहौल निकै उत्सवमय बनाउन सक्ने खालको समय पनि रहेको छ। समाजमा विशिष्ट व्यक्तिहरूसँग चिन्जानको वातावरण रहन्छ भने उच्च ओहदाका व्यक्तिहरूसँग हिमचिमको वातावरण रहने समय हो। विचारलाई तपाईहरूले चाहिँ आफूले राख्न सक्नुहुनेछ भने आज सल्लाह गरेर अगाडि बढ्न सक्नुहुन्छ। तपाईहरूको उच्च कदर अरूबाट हुन्छ भन्ने समय पनि हो भने व्यावसायिक दृष्टिकोणले पनि आजको समय निकै राम्रो देखिएको छ। तपाईहरूले बन्द व्यापार आदिका क्षेत्रमा सक्रिय भएर अगाडि बढिरहने महानुभावहरूले लाभ लिन सक्ने खालको समय पनि देखिन्छ। तपाईहरूले प्राविधिक काममा अगाडि बढिरहने महानुभावहरूले लाभ लिन सक्नुहुनेछ। इन्जिनियरिङ क्षेत्रमा लाग्नुभएका महानुभावहरूलाई विशेष सफलता प्राप्तिको समय पनि एक प्रकारले देखिएको छ। आभूषण, वस्त्र, श्रृङ्गार, साजसज्जा, फेसन डिजाइन र सञ्चारका क्षेत्रमा रहने व्यवसाय आदिका लागि निकै राम्रो समय पनि तपाईँहरूका लागि देखिएको छ। आज आर्थिक प्रलोभन कसैले देखाइरहेका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने खालको समय अथवा उनीहरूलाई सुध्रिने मौका दिनुपर्छ भन्ने समय पनि रहेको छ। तपाईँहरूले जतिसुकै कडा काम गरिरहे तापनि अरूले चाहिँ केही आरोप लगाउने प्रयास चाहिँ गर्छन् तर उनीहरू पूर्ण सफल भइहाल्छन् भन्न सक्ने खालको समय होइन। तपाईँहरूलाई केही न केही खुसी मिल्दै जान्छ भन्ने यस्तो प्रकारको सङ्केत बोकेको समय रहन्छ। आज क्षेत्रगत हिसाबमा कुरा गरौँ, जस्तै सरकारी क्षेत्रमा लामो समयदेखि तपाईँहरू अगाडि बढिराख्नु भएको थियो, विभिन्न कामहरू अल्झिरहेको थियो, तनाव तपाईँहरूलाई परिरहेको थियो भने न्यायिक निर्णयहरू तपाईँहरूका पक्षमा रहन सक्ने समय हो। आज तपाईँहरूले गरेको काममा अरूले पनि साथ दिन्छन्। प्राइभेट क्षेत्रमा प्रतिस्पर्धीहरूसँग अगाडि बढ्नुपर्ने खालको समय देखिन्छ अथवा भिड्नुपर्ने खालको समय देखिन्छ भने आज तपाईँहरूको रणनीतिको अगाडि उनीहरू टिक्न सक्दैनन् कि भन्ने सङ्केत हो भने आज शत्रुहरू किनारा लाग्ने समय हो। तर तपाईँहरूले अलि घुमाउरो तरिकाले काममा अगाडि बढ्नुपर्छ। हाट्टउट्ट गर्नतिर लाग्नुभयो भने चाहिँ फेरि उनीहरूले तपाईँका सबै कुराहरू बुझ्छन् र फेरि आफूलाई फाइदा हुँदैन। रोजगार क्षेत्रमा रहने महानुभावहरूले अरूको सल्लाह मानेर काममा अगाडि बढ्नुपर्छ। काममा आएका बाधाहरू हट्दै जान्छ रोजगार क्षेत्रमा भन्ने यस्तो प्रकारको सङ्केत हो भने शिक्षा क्षेत्रमा रहने तपाईँहरूका लागि प्रतिस्पर्धात्मक समय देखिएको छ। ज्ञान बुद्धि विवेकको उपयोग तपाईँहरूले गर्नुपर्छ। तर्क तपाईँहरूले गर्न सक्ने खालको सङ्केत पनि देखिएको छ। आजको दिनमा पुराना विवादित समस्या आदिलाई हल गरेर अगाडि बढ्न सक्ने खालको समय पनि हो भने विभिन्न असमझदारीहरू तपाईँहरूबाट चाहिँ बिस्तारै हट्दै जान्छ भन्ने खालको समय पनि देखिन्छ। कृषि क्षेत्रमा रहने महानुभावहरूले अलि बेसी ज्यादा मेहनत गर्नुपर्ने खालको समय देखिन्छ। अलिकति तपाईँहरूले सही व्यवस्थापनमा अगाडि बढ्नुपर्ने खालको समय पनि देखिन्छ। पुराना लेनदेनका समस्या आदिलाई हल गर्ने समय हो। प्रेमी प्रेमिकाका लागि आजको समय निकै राम्रो पनि देखिएको छ। वैदेशिक क्षेत्र पनि राम्रो हो। श्रमिक वर्गले पनि लाभ लिने समय छ। शुभ अङ्क 6 अङ्क। राशि स्वामी सदैव बृहस्पति ग्रह। शुभ रङ सेतो रङ। शुभ दिशा दक्षिण दिशा। सहयोगी राशि कर्कट राशि। इष्ट देवता भगवान शिवजी। कार्यसिद्धि मन्त्र ओम शिवाय नमः। यो मन्त्रलाई कम्तीमा 11 पल्ट जप्दै काममा अघि बढेर राम्रो भाग्यबल 65% रहन्छ। सबैको दिन शुभ रहोस्।